अनि यो मोडलिङ फिल्डमा जुन अहिले यहाँ हुनुहुन्छ होइन, यो चाहिँ सानैदेखिको सपना हो कि पछि गएर रोज्नु भएको हो कि के हो? म बाल्यकालमा चाहिँ एकदम चकचके बच्चा थिएँ। अब यो यति स्मार्ट होइन, चार्मिङ र ह्यान्डसम हुनुको राज चाहिँ के छ? मेरो पढाइ त्यस्तो राम्रो थिएन। फोन नम्बर जस्तो थियो मेरो मार्क्सहरू। Brought to you by ePlanet Italy, a trusted place for abroad studies. In association with Susma Godavari College, a place where dreams are nurtured. Technical partner is TechTrendo, तपाईको व्यवसायको डिजिटल सहयात्री. Buzz Photography, supported by RFA, Ronak Fashion Agency. Hello and welcome to my new podcast, Talk with RJ Rahul. र आजको पोडकास्टमा हामीसँग हुनुहुन्छ मिस्टर वर्ल्ड नेपाल 2024 इज नन अदर देन सन्तोष लोक्सम। उहाँलाई स्वागत छ सर। थ्याङ्क यू भेरी मच। सन्चै हुन्छ? हजुर हजुर मलाई पनि ठिकै छ। अब पहिलो प्रश्न चाहिँ के राख्यो भने, अब यो यति स्मार्ट होइन, चार्मिङ र ह्यान्डसम हुनुको राज चाहिँ के छ हाम्रो, यसो दर्शकहरूलाई पनि भनिदिनु। मेरो फर्स्टमा चाहिँ फिटनेस आउँछ। हजुर। फिटनेस पछि डायट। हजुर। अनि अर्को हल्का सेल्फ त गर्नु पर्यो, हाइजिनहरू। नथिङ मच, त्यति हो मेरो लागि। हाइजिन डाइट है? हजुर, मेन चाहिँ। अनि अब मिस्टर नेपाल भइराख्दाखेरि अब अहिलेको युथहरूमा पनि के छ भने, धेरैमा यसो म आफै पनि यो पोडकास्टमै वा अरू इन्टरभ्यूहरूमा कुरा गर्दाखेरि उनीहरूको पनि चाहना के हुन्छ भने, यस्तो प्लेटफर्म हामीले पनि पाएको भए हुन्थ्यो भन्ने हुन्छ क्या, यो प्लेटफर्ममा जान पाए हुन्थ्यो भन्ने हुन्छ होइन। हजुर। अब यसको चाहिँ क्राइटेरियाहरू के छ मिस्टर नेपालमा जानको लागि, उनीहरूलाई यसो जानकारी गराइदिनुहुन्छ कि? सो मिस्टर नेपालले चाहिँ एउटा प्याकेज खोजेको जहाँ चाहिँ वेयर knowledge, your fitness, तपाईँको way of speaking, your confidence, every skill को test हुन्छ। अनि if you are capable of that, then you can be Mr. Nepal. Any of you can become Mr. Nepal. Just you have to be disciplined first of all, because त्यो एउटा मेन की हो डिसिप्लिन हुने। सो मेरो लागि चाहिँ त्यही हो। अनि यसो उमेरको वा हाइटको वेटको त्यस्तो केही क्राइटेरिया हुँदैन? हुन्छ, उमेर चाहिँ you have to be 17 above अनि 32 below। अनि हाइट चाहिँ you have to be above 5'8". above 5'8" है? अब आफूलाई जति यहाँ अग्लो लाग्छ नि, अब बाहिर गएपछि त्यति नै सानो लाग्ने। ठिकै छ सर। अनि यो मोडलिङ फिल्डमा जुन अहिले यहाँ हुनुहुन्छ होइन, यो चाहिँ सानैदेखिको सपना हो कि पछि गएर रोज्नु भएको हो कि के हो? यो चाहिँ मेरो एकदम नसोचेको कुरा भइरहेछ अहिले यहाँ। किनभने म सानैदेखि चाहिँ मलाई ब्रिटिस आर्मी बन्न मन लाग्थ्यो। अनि पछि मेरो 3 ताल अटेम्प पछि चाहिँ आई स्टार्टेड जिम चाहिँ मैले 14 देखि स्टार्ट गरेको थिएँ, बट त्यो हुँदा लौरे नै थियो मेरो सबै थोक। अनि पछि म आर्मीको लागि एकदम क्रेजी, मेरो ड्रेसदेखि लिएर मेरो वे अफ स्पिकिङ, मेरो हेयर कट सबै आर्मीकै थियो पहिला। त्यस्तो डाइहार्ड फ्यान थिएँ म आर्मीको। अनि पछि मिस्टर काठमाडौँ भइरहेको थियो। मिस्टर काठमाडौँ इज अ बडी बिल्डिङ सो म त्यसको लागि चाहिँ प्रेप गर्दै थिएँ। अनि ठ्याक्कै मिस्टर नेपाल पनि आयो। अनि पछि मलाई एकजना दाले चाहिँ सजेस्ट गर्यो, वाइ डोन्ट यु ट्राई मिस्टर नेपाल। अनि आई अल्सो थट फर अ व्हाइल, अब आफ्नो कम्फर्ट जोन बाहिर मात्र अचिभ गर्छ भने आई बिलिभ द्याट। अनि पछि त्यही भएर म यता मिस्टर नेपालमा जोइन गरेँ। मिस्टर काठमाडौँको लागि प्रिपेयर गर्दै गर्दाखेरि अर्को अपर्च्युनिटी पाउनुभयो है। अनि यहाँको बाल्यकालको बारेमा थोरै यसो भनिदिनु न, कहाँ बित्यो, कसरी है, स्कुलिङ कहाँबाट भयो? मेरो बाल्यकाल चाहिँ मेरो फर्स्टमा चाहिँ कमल पोखरीमा बस्थेँ। मेरो बा चाहिँ मम्मी सब फ्यामिलीसँग। म बाल्यकालमा चाहिँ एकदम चकचके बच्चा थिएँ। मेरो मम्मी साइडको बाजेले पनि मेरो चकचक देख्दाखेरि म ठुलो भएर यस्तो खालको बोल्छु भनेर, यस्तो खालको त्यो बिहेभ गर्छु भन्ने कहिले सोचेकै थिएन कि। अझै स्टिल पनि भन्नुहुन्थ्यो। अनि पछि मेरो बाल्यकाल कमल पोखरीमा बित्यो। त्यसपछि म यता बसुन्धरामा सरेँ। मेरो स्कुलिङहरू चाहिँ जेम्समा भयो सबै। अनि +2 यता जेभियर्सबाट। मेरो स्कुलिङमा चाहिँ मेरो पढाइ त्यस्तो राम्रो थिएन। फोन नम्बर जस्तो थियो मेरो मार्क्सहरू। अब यो स्कुलिङको कुरा भइराख्दाखेरि अब म्याक्सिमम म प्रायः जसो मान्छेलाई भेटिराख्दाखेरि एउटा कमन प्रश्न चाहिँ के सोध्छु भने, फर्स्ट बेन्चर कि लास्ट बेन्चर? लास्ट बेन्चर अभियसली। लास्ट बेन्चर जस्तो त्यो भाइब्स कहिले पनि लागेन। फर्स्टमा बसेर त अब कुरा नि गर्नु मिल्दैन। लास्टमा त अब कति कुराहरू सेयर भएर हुन्छ नि त, त्यसै इन्ट्रेस्टिङ टपिक भएर हुन्छ। सो लास्ट बेन्चर भएर पनि मिस्टर नेपाल, मिस्टर वर्ल्ड नेपाल हुन पाइन्छ है, हुन सकिन्छ?
हुन सक्दो रहेछ। अब धेरैजनाको एउटा इक्जाम्पलै छ नि, कतिजना स्कुल ड्रप आउटहरू जस्तै बिल गेट्सहरू केही नहुँदाखेरि पनि केही गर्न सक्ने खालको क्षमता भएको मान्छेहरू उहाँ पनि हुनुहुन्छ। अब यहाँको बारेमा यसो थोरै रिसर्च गर्दाखेरि कता कता फुटबलर बन्ने पनि एउटा जुन चाहना थियो होइन, अनि त्यसपछि लाहुरे बन्ने चाहना, अनि त्यसपछि अहिले अब यता मोडलिङ ब्युटी पेजेन्टतिर हुनुहुन्छ अहिले। अब भनौँ त नेपालको सबभन्दा ठुलो टाइटल मिस्टर नेपाल हजुर होइन, मिस्टर वर्ल्ड नेपालको टाइटल जितिसक्नु भएको छ। अब यो तिनटैलाई यसो कम्पेयर गर्दाखेरि होइन अहिले नै के खुसी नै हुनुहुन्छ कि वा फुटबलर हुँदाखेरि म अझ योभन्दा राम्रो बेटर अपर्च्युनिटी पाउँथेँ कि त्यस्तो केही छ? म अहिले पनि खुसी नै छु, किनभने जे कुरा पनि गऱ्यो भने सेटिस्फ्याक्सन लिनै पर्छ। हार खाए पनि त्यसलाई हारे भनेर भन्ने एउटा लेसनको रूपमा लिने हो। अब म जुन अहिले काम गरिरहेको छु त्यो पनि म देशलाई रिप्रेजेन्ट गर्नु भनेको एउटा नेक्स्ट लेभल कुरा हो, जुन चाहिँ म लौरे बनेर गर्न सक्दैन थिएँ। लौरे त सर्टेन एउटा ग्रुप अफ बाहिरको मात्र रिप्रेजेन्ट गर्ने हो। अब नेपाल भनेर बाहिर रिप्रेजेन्ट गर्दा त छुट्टै सान हुन्छ। सो आइ एम फिलिङ भेरी प्राउड। ओके, सो अब यो मिस्टर नेपालको जर्नीमा चाहिँ के छ त्यस्तो च्यालेन्जिङ के लाग्यो यहाँलाई? च्यालेन्जिङ चाहिँ फर्स्ट टाइम मेरो पेजेन्ट्रीमा एकदम फर्स्ट टाइम हो। सो मेन त म क्यामेरा फेस त्यस्तो राम्रोसँग गर्न सक्दैन थिएँ। अहिले चाहिँ अलिअलि कन्फिडेन्स आइरहेको छ त्यसमा। अनि च्यालेन्जेसहरू अरू भनेको चाहिँ मिस्टर नेपाल भनेर चाहिँ खासै धेरै मान्छेलाई चाहिँ थाहा रहेनछ, किनभने त्यस्तो ग्ल्यामरस पार्ट चाहिँ धेरै जस्तो फिमेललाई मात्र प्रायोरिटी दिने खालको छ। अब त्यो माइन्डसेट चाहिँ अलिकति चेन्ज गर्नुपर्छ कि जस्तो लाग्यो, किनभने तपाईँले बाहिर हेर्नु भने पेजेन्ट्री मेल फिमेल दुइटै एकदम फेमस छ। फिमेल त पहिल्यैदेखि थियो, मेल पनि अहिले एकदम हाइपमा आएको छ। सो नेपालमा पनि त्यही हाइप अब क्रिएट गर्न सकियो भने चाहिँ मेल पेजेन्ट पनि त्यही लेभलको इन्टरनेसनलमा नि त्यही अनुसारको लेभल हुन्छ र धेरै इन्टरनेसनल टाइटल जित्ने पनि सम्भावना हुन्छ। अहिले पनि जस्तो हामीले बुझिराख्दाखेरि वा सुन्दाखेरि न्युजमा होस् वा न्युज पेपरहरूमा हेर्दा होस्, जुन लेभलको हाइप चाहिँ मिस नेपालको छ होइन, त्यो लेभलमा कता कता मिस्टर नेपालको छैन कि त्यो के कारणले होला वा के गर्न सकिन्छ त्यसलाई त्यो लेभलमा ल्याउनको लागि? त्यो नभएको होइन, अहिले चाहिँ बिस्तारै आउँदैछ जस अब यो टाइटललाई चाहिँ इट फुल्ली डिपेन्ड्स अन यु हाउ यु क्यारी द टाइटल। अब तपाईँमाथि डिपेन्ड गर्छ तपाईँले चाहिँ कसरी माथि लिएर जानुहुन्छ, कसरी रिप्रेजेन्ट गर्नुहुन्छ आफूलाई, कसरी आफूलाई एक्सप्लोर गर्नुहुन्छ बाहिर विदेशमा, कसरी रिप्रेजेन्ट गर्ने कुरा आउँछ मेन चाहिँ फर्स्टमा। ओके, अब एज यु आर होल्डिङ द टाइटल अफ मिस्टर नेपाल वर्ल्ड, ओके, तपाईँले अब कतिपय युथहरूको धेरै युथहरूको इन्सपिरेसन पनि हुन्छ होइन। सो अहिलेको नेपालको वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने प्राय युथहरू जुन छ नि अब एब्रोड जाने, नेपालमा छैन, भविष्य छैन, केही गर्न सकिन्न भन्ने छ नि होइन, त्यस्ता युथहरूलाई केही मेसेज दिन चाहनुहुन्छ तपाईँले? यस स्योर, आई विल गिभ देम अ मेसेज। तपाईँ बाहिर जानुहुन्छ, तपाईँले नेपाल विकास गर्नुभन्दा नि विदेश विकास गर्नुभयो होइन। अब तपाईँ यही नेपालमा त्यही अनुसारको हार्डवर्क यही नेपालमा इम्प्लिमेन्ट गर्यो भने नेपाल अझ विदेशकै लेभलको हुन्छ। बाहिर गएर तपाईँले काम बाहिर जानु होइन, काम सिक्ने, तर इम्प्लिमेन्ट भन्ने नेपालमै गर्ने हो, किनभने तपाईँको बस्ने खाने सबै यहीँ हो। अब विदेशी पनि पहिला वर्ल्ड वारमा ध्वस्ते भएर त अब तिनीहरूले आफ्नै देशमा के गर्नुपर्छ भनेर त त्यो अलि तिनीहरू त्यो लेभलमा छ। नेपालमा नि त्यही अनुसारको एउटा माइन्डसेट आयो भने नेपाल पनि विदेशकै लेभलको हुन्छ। लेभल भन्दा त्यो भन्दा नि अझै माथि हुनसक्छ। सो अब मेन भनेको चाहिँ पोलिटिकलबाट चेन्ज भयो भने चाहिँ अलिकति अझै बेटर होला। म अब सबै स्टुडेन्टहरूलाई मात्र दोष दिँदिनँ, मेन त पोलिटिकलको पनि यसमा दोषै छ, किनभने उहाँहरूले पनि त्यस्तै खालको अपर्च्युनिटी यहाँ राखेको भए बाहिर जान बाध्य हुँदैन थियो होला। जस अहिले चाहिँ धेरैजनाले आफ्नै अब व्यवसाय खोलेर नहुनेले पनि अब आफै के गर्छु भनेर यहाँ बसिरहेको छन्, तिनीहरूलाई चाहिँ हामीले पुस गर्न सक्नु पर्यो, पुस गर्नै पर्छ तिनीहरूलाई। सो जसको आवाज सुनेको छ नि तिनीहरूको आवाज सुनिदियो भने चाहिँ अलिकति बेटर होला है। भन्नाले मेन दोष चाहिँ अब पोलिटिकल सिस्टम नेपालको होइन, पोलिटिकल इन्स्टेबिलिटी, पोलिटिकल्ली पनि अलिअलि चेन्ज भइरहेछ। जस्तै हाम्रो इक्जाम्पलहरू आइसकेका छन्, बालेन शाह, अर्को सम्मान्छु, बिना त्यो करप्सन या केही पनि अब आफ्नै मनले चाहेर गरे भए त के राम्रो गर्न सकिन्छ। कुलमान घिसिङ सरै हुनुहुन्छ यत्रो इक्जाम्पल, उहाँले यो गर्छु भने गरे भने त उहाँले सकेर गरे भने त्यस्तो सबै कुरा। ओके, सो चाह्यो भने जे नि गर्न सकिन्छ। हजुर, यसमा अब चेन्जेसहरू आउँदै जान्छ, आइरहेकै पनि छ। सो यो अहिले मोडलिङ फिल्ड, ब्युटी पेजेन्टतिर होइन कतिको स्कोप छ त? अहिलेको युथहरू अब धेरैजनाको जस यो हबी पनि हुन्छ एउटा होइन, यो फिल्डमा जान चाहन्छ, तर अब एउटा लेभलमा हजुर बसिसक्नु भएको छ होइन, एउटा पोस्ट पाइसक्नु भएको छ, टाइटल जितिसक्नु भएको छ। तपाईँलाई के लाग्छ अहिलेको युथहरू यतातिर यो फिल्डतिर होइन जाँदा ठिक होला कि नहोला, स्कोप कतिको छ, के लाग्छ?
आई वुड सजेस्ट मोडलिङ नै गर्छु भने चाहिँ नहुनु के अब आफ्नो करियर डेभलप गर्ने साइडतिर नि होइन मोडलिङ एउटा हबी या इन्ट्रेस्ट पाराले लिने हो भने चाहिँ गरे ठिक छ भन्नाले यो चाहिँ प्रोफेसनको रूपमा चाहिँ प्रोफेसनको रूपमा चाहिँ ठिक छ डेभलप नेपालमा अझैसम्म भइसकेको छैन त्यस किन होला चाहिँ त्यो अब जस्तो अब फरेनतिर हेर्ने हो भने होइन ठुल्ठुलो ब्युटी पेजेन्ट एउटा अब टाइटल होल्ड गरिसकेपछि उहाँहरूले पाउने अपर्च्युनिटिजहरू होइन धेरै हुन्छ नेपालमा त्यस्तो नभएको हो कि अब धेरै म्यान पावरहरू अब स्टिल इज गोइङ अन होइन प्रोग्रेस भएको नभएको होइन पहिला धेरै बट आई वुड स्टिल सजेस्ट अब पहिला आफ्नो करियरहरू मोडलिङ त छँदैछ आफ्नो साइड प्रोफेसन राख्दा हुन्छ त्यो मोडलिङलाई चाहिँ साइड राखेर अब जुन एउटा प्रोफेसन चाहिँ बेग्लै चुज गर्दा राम्रो होइन मोडलिङ गर्दा नि ठिक छ मोडलिङ गर्ने अनि सँगसँगै एउटा ब्याकअप प्लान चाहिँ चाहिरहन्छ ओके सो अब मिस्टर नेपाल वर्ल्डको कम्पिटिसनको लागि भियतनाम जानुभएको थियो हजुर त्यहाँको थोरै केही एक्सपिरियन्सहरू सेयर गरिदिनु भएको छ मेरो भियतनामको टुर चाहिँ एकदमै राम्रो भयो मैले सोचेको थिएन यस्तो हुन्छ भनेर होइन फर्स्ट अफ अल त्यहाँको पिपलहरू चाहिँ एकदम हम्बल लाग्यो किनभने पेजेन्ट्री अलरेडी फेमस रहेछ त्यहाँ अनि पछि हाम्रो पालामा चाहिँ फिलिपिन्स अनि नेपाल भियतनाम चाइना यति चारवटाको चाहिँ एकदम चर्चा भइरहेको थियो क्या त्यहाँ म आफूले पनि सोचेको थिएन त्यसमा अनि पछि हामी राति होटल पुगेपछि चाहिँ है टिकटकभरि हाम्रो क्या एफएबी पेजभरि भियतनाममा अनि पछि त्यहाँको फुडहरू चाहिँ अलिकति त्यो कोप गर्न सकेन मैले नत्र अरू सब वेदरहरू सबै ठिक थियो ठिक थियो है अनि त्यहाँको जुन हस्पिटालिटी कस्तो थियो जस्तो नेपालबाट मिस्टर नेपाल आयो त्यहाँ होइन एउटा इन्टरनेसनल प्रेजेन्टमा त्यो भइसक्दाखेरि त्यो कतिको वेलकममा कस्तो थियो हस्पिटालिटी कस्तो थियो एकदमै रेस्पेक्टफुल एकदमै जस्तो अब मान्छेहरू पनि भेट्नुभयो होला त्यहाँ पनि होइन हजुर यहाँको र त्यहाँको कम्पेयर गर्ने हो भने के भन्नुहुन्छ नेपालमा पनि अब स्टिल फ्यान्सहरू छन् कोही पनि त्यो डोमिनेट गर्ने खालको छ भनेर भन्दिनँ म भियतनामको फ्यान चाहिँ कस्तो थियो भने चाहिँ जस्तै हाम्रो एउटा सेकेन्ड लोकेसनमा लगेको थियो हामीलाई फान थिएटमा अनि त्यहाँ चाहिँ सिटीभन्दा 3 आवर्सको ट्राभल टाइम छ क्या त्यहाँ अनि हामी होटलमा हुँदाखेरि त्यहाँको लोकल मान्छेहरू 3 आवर्स ट्राभल गऱ्यो होटल तल मुनि कुर्थ्यो क्या फोटो खिच्नलाई गिफ्ट दिनलाई त्यतिसम्मको क्रेज ओके सो यो भियतनाम टुरबाट यहाँले के लर्न गरेर आउनुभयो त नेपाल म चाहिँ विदेश कुद्छु भनेर हिँडेको मान्छे भियतनाममा म के बसेर के रियलाइज गरेँ भने चाहिँ अब मलाई त अब स्पोन्सर ट्रिपहरू छ यस्तो म त यतिको घुमिरहेको छु खाना पाइरहेको छैन अब मै नेपाली हो अब अरू नेपालीहरू पनि कहाँ विदेशमा अब कति पसिना बगाएर बसेका छन् होइन तिनीहरू पनि कति हार्डवर्क गरेर होला कति गाह्रो भइरह होला बरु त्यही हार्डवर्क नेपालमै गरे भयो म चाहिँ त्यहाँ बसेर के रियलाइज भने चाहिँ म चाहिँ बाहिर काम गरेर खान सक्दिनँ बरु नेपालमै काम गरेर नेपालमै गरेर खान्छु केही गर्नु पर्यो है ल ठिक छ यहाँको सोचाइ एकदमै राम्रो छ र प्राय मैले चाहिँ यसो हेरिराख्दाखेरि ब्युटी पेजेन्टहरूबाट वा मोडलिङ फिल्डबाट होइन वा मिस नेपाल भनौँ मिस्टर नेपाल वा अरू इन्टरनेसनल अवार्ड्सहरूबाट पनि के हुन्छ भने मोडलिङबाट फिल्म इन्डस्ट्रीमा जाने चाहिँ जुन ट्रेन्ड छ त्यो बढी छ यहाँको त्यस्तो केही सोचाइ छ म त्यही ट्रेन्डमा लागिरहेको छु लागिराख्नु भएको छ है सो म एउटा मुभी गरिरहेको छु अपर्च्युनिटीहरू आइरहेको हुन्छ यस्तो फिल्डबाट नि मुभीमा लिड रोल नै गर्दै हुन्छ के छ लिड जस्तै भनौँ त्यो अहिले भन्न मिल्दैन होला मुभी भन्न चाहिँ अलि मिल्दैन है एउटा ग्ल्यामर पार्टको चाहिँ पनि राम्रो छ है इफ मोडलिङबाटै तपाईँले कतिवटा अफर पाइरहेको हुन्छ मुभीबाट त्यहाँबाट पनि तपाईँले आफ्नो करियर बिल्ड गर्न सकिन्छ नसकेको कुरा गर्न सकिन्छ इफ यु वान्ट टु स्टार्ट बिजनेस इट्स अ ग्रेट वे टु स्टार्ट त्यहाँबाट अब सजिलो के भयो भने नेटवर्किङ एउटा भइसकेको हुन्छ आफ्नो होइन त्यहाँबाट हामीले जुन बिजनेस वा केही आफ्नो एन्टरप्रेनरसिप बिल्डअप गर्यो भने सजिलै ग्रोथ हुन्छ होइन किनभने च्यानल भइसकेको हुन्छ नेटवर्क इज अ नेटवर्क ओके सो अब यहाँको चाहिँ जस्तो अहिलेसम्मको जुन मिस्टर नेपालको यात्रा छ होइन तपाईँलाई के लाग्छ वाट आर द किज फर द सक्सेस एउटा लेभलमा पुगिसक्नु भएको छ होइन मेनी अफ द पिपल्स दे थिङ्क लाइक यु आर देयर रोल मोडल isn't it? So what would you like to say to them? What are the keys to success if they want to success in their life? First भनेको डिसिप्लिन अर्को भने लिसन कसले नराम्रो बोले पनि जस्ट लिसन अनि अर्को भनेको स्पिक व्हेन यु हेभ टु स्पिक डोन्ट स्पिक मोर या अनि अर्को भने फिटनेस त मोस्ट प्रब्लम चाहिन्छ किनभने पेजेन्टमा मेन भनेको फिटनेसै हो अनि अर्को भनेको मेडिटेसन
रिड अ बुक पर डे अनि एउटा जर्नल पनि लेख्नु अनि त्यस्तैहरू के छ ओके सो डिफ्रेन्ट सक्सेसफुल मान्छेहरूको पछाडि डिफ्रेन्ट आफ्नो लजिक हुन्छ सो मेरो चाहिँ योहरू यो लजिक है अब फेरि पनि म भियतनामकै टुरलाई जोड्न चाहेँ होइन त्यहाँ चाहिँ अब जुन ब्युटी पेजेन्टमा हजुरले लाउनु भएको ड्रेस थियो नि त्यो हाम्रो दर्शकहरूलाई पनि हामी देखाउँछौँ त्यो त्यो ड्रेसको बारेमा थोरै यसो भनिदिनु न त्यो अलिक युनिक जस्तो देखेँ क्या मैले हजुर अब म मिस्टर नेपालको हिस्ट्रीमा म सेकेन्ड लिम्बू हो मेरो कम्युनिटीबाट आफ्नो कम्युनिटी रिप्रेजेन्ट गरे होइन कि नेपाल कतिको कल्चर डाइभर्सिटी भनेर रिप्रेजेन्ट गरे हो सबजनाले भगवान् मात्र बनेका हुन्छ अब नेपालको सबसे अगाडिको इतिहासमा त किङ गोलम्बर हुनुहुन्थ्यो नि त त्यो भनेको 800 BC देखि कति हजारौँ सालसम्म राज गर्नुभएको छ सो उहाँलाई अहिलेसम्म कसले रिप्रेजेन्ट गर्नुभएको थिएन सो मैले चाहिँ हाम्रो सोनाम सुब्बा लिम्बू डिजाइनर हुनुहुन्छ उहाँसँग कन्सल्ट गरेर अनि गोलम्बरकै आउटफिट गर्ने भनेर भने अनि कतिजनालाई त्यो कुरा त्यो थाहा हुँदैन नि त कतिजनाले ड्रेस हो कि के को हो भन्ने कुरा नेपालमा फर्स्ट भनेको सुरुवाल भन्दा नि दौरा थियो क्या माथि सुरुवाल भनेको पछि अब राजपूतहरूबाट हो मेन भनेको यो सुरुवाल चाहिँ किनभने पहिला राजपूतहरूको मात्रै हुन्छ सुरुवाल अब हाम्रो राई लिम्बू गुरुङ मगरको ड्रेसहरू पनि सब हाफ मात्र हुन्थ्यो पहिला दौरामा तल चाहिँ सुरुवाल हुँदैन कमेन्टहरू राम्रो पनि धेरै आयो आफ्नो कमेन्टबाट अनि थाहा नभएकोले चाहिँ यो त इन्टरनेसनल स्टेजमा सुरुवालै बिना गइरहेछ अब नेपाली त्यहाँ इन्टरनेसनल प्लेटफर्ममा बिना सुरुवालको त्यहाँ गइरहेछ भन्ने कमेन्टहरू पनि आयो नेपालीहरूको अलिकति रिसर्च पुगेन त्यसमा मेन भनेको रिसर्च पनि हो सबै कुराको रिसर्च राख्नुपर्छ त्यो रिसर्च नपुगेका मान्छेहरूले त्यस्ता नेगेटिभ कमेन्ट गरे हजुर होइन अब हामी लगभग कार्यक्रमको अन्त्यतिरै आइपुगेका छौँ होइन सो जाँदा जाँदै हाम्रो अहिलेको यो पोडकास्ट हेरिराख्नु भएको वा युथहरूलाई के म्यासेज दिन चाहनुहुन्छ तपाईँ म मेन त भनेको त्यही विदेश हो विदेश नजानु जाँदा त हुन्छ बट सिकेर आउने हो त्यहीँ गएर बस्ने त्यहीँ गएर खाने भने देश रित्तो हुन्छ अब नेपालले कति तपाईँको जरुरत छ तपाईँहरू नेपालको पिलरहरू हो तपाईँ नै अब भाष्य हो भने नेपाल कसरी टिक्छ होइन र म जस्तो युवा अब यहीँ बसेर केही गर्न चाहन्छु भने अरू युवा पनि त्यसमा सहमति हुनु पर्यो कतिजना अब युवाहरू पोलिटिकली आइरह होला उहाँलाई सपोर्ट गर्नु पर्यो अब जहिले एउटै नेता भनेर हुँदैन अब पोलिटिकली वाइज हेऱ्यो भने हामी जहिले बुढो नेता भनेर ब्याकवर्ड गरेर हुन्छ पछि भोट गरेर त्यही बुढो नेता नै हुन्छ त्यो त जो फ्याक्ट पनि होइन जो नयाँ आएको छ त्यसलाई चान्स दिनु पर्यो जस्तै बालेन सरले गर्नु खोजिरहेको छ उसले चान्स दिनु पर्यो उसले त अस्ति के भन्छ राजाको आन्दोलन गर्ने बेला ऊ कतिको निडर छ थाहा छ नि होइन सिधै राजालाई बिल पठाइदियो इमान्दारिताको नि एउटा फेस हुन्छ भनेर उहाँले एउटा देखाइदिनु भयो अब त्यस्तै फेसहरूलाई हामीले सपोर्ट गर्ने हो त्यसरी नै देश बनाउने हो भन्ने कुरा चाहिँ म यहाँ यो तपाईँको च्यानल थ्रु म आफ्नो कुराहरू व्यक्त गर्दछु हस् त यहाँले आफ्नो अमूल्य समय दिनुभयो यहाँलाई धन्यवाद थ्याङ्क यू भेरी मच फर फलोइङ मी इन दिस पोडकास्ट